हाम्रो अर्को टपिक छ अब वेब भनेर है। वेबबाट कति मार्क्सको आउँछ भन्दा 7 मार्क्सका क्वेसनहरू आउँछन्। हजुरहरूले अब यहाँ देखेका क्वेसन्सहरू सबै टिप्नुहोला र पढ्नुहोला। वेबका सबैभन्दा मोस्ट इम्पोर्टेन्ट थ्योरीबाट मात्रै, यो क्वेसन्सहरू थ्योरी मात्रै हुन्। यो क्वेसन्सहरू थ्योरी मात्र हुन्। अब यसबाट वेबबाट आउने भनेको अब 4 मार्क्सको न्युमेरिकल आउँछ। कस्ता न्युमेरिकल आउँछन् अब न्युमेरिकल भिडियो अब अर्को हाल्छु मैले है, त्यसैमा हजुरहरूले हेर्नु होला। अब यसका क्वेसन के छ भन्दा सबभन्दा सुरुमा इम्पोर्टेन्ट क्वेसनमा के छ, वाइ स्टार्स ट्विङ्कल इन द क्लियर स्काई भनेर रिजनिङ क्वेसन छ, यो हजुरले पढ्नु होला। त्यसपछि लज अफ रिफ्लेक्सन अफ लाइटका लज 3टा लज छन्। त्यसपछि स्टेट स्नेल्स ल भनेर पनि सोधिरहेको हुन्छ क्वेसन। स्नेल्स ल भनेको म्यु इक्वल टु साइन आई अपन साइन आर भनेर पनि, द रेसियो अफ साइन एङ्गल अफ इन्सिडेन्स टु साइन एङ्गल अफ रिफ्र्याक्सन इज कन्सट्यान्ट, यो कन्सट्यान्ट भनेको म्यु हो भनेर स्नेल्सलाई स्टेट गर्न सकिन्छ। यो क्वेसन हेर्नु होला, पढ्नु होला। त्यसपछि अर्को छ डिफिनेसनबाट टिआइआर भनेर पनि सोधिरहेको हुन्छ। टिआइआर भनेको टोटल इन्टरनल रिफ्लेक्सन, नजुकिनु होला। त्यसपछि अर्को छ क्रिटिकल एङ्गल भनेर छ, अर्को रिफ्र्याक्टिभ इन्डेक्स अनि डिस्पर्सन अफ लाइट भनेर। रिफ्र्याक्टिभ इन्डेक्सलाई डिफाइन गर्ने 2टा अथवा 3टा मेथड छन् फर्मुलाबाट। एउटा मेथड भनेको यसैबाट पनि तपाईँले डिफाइन गर्न सक्नुहुन्छ। अब यो कसरी डिफाइन गर्ने भन्दा रिफ्र्याक्टिभ इन्डेक्स इज डिफाइन एज द रेसियो अफ साइन एङ्गल अफ इन्सिडेन्स टु साइन एङ्गल अफ रिफ्र्याक्सन भनेर पनि भन्न सक्नुहुन्छ। यो म्यु भनेकै रिफ्र्याक्टिभ इन्डेक्स हो है, यो नजिक हुने होला। त्यसपछि अर्को छ डिफाइन लेन्स भनेर, लेन्सतिर आयो हाम्रो उस भिडियो। त्यसपछि वाइ कन्भेक्स लेन्स कल्ड कन्भर्जिङ लेन्स भनेर सोधिरहेको हुन्छ। त्यसपछि वाइ कन्केभ लेन्स इज कल्ड डाइभर्जिङ लेन्स भनेर पनि सोधिरहेको हुन्छ। त्यसपछि 3टा डिफ्रेन्सेस बिट्विन छन्, कन्भेक्स र कन्केभ लेन्सका डिफ्रेन्स बिट्विन, रियल र भर्चुअल इमेजका डिफ्रेन्स बिट्विन, त्यसपछि लङ साइडनेस र सर्ट साइडनेस जसलाई हाइपरमेट्रोपिया र मायोपिया पनि भनिरहेको हुन्छ। यसका डिफ्रेन्स बिट्विन यति हुन् हाम्रो वेबबाट आउने थ्योरी। अरू भनेको उसबाट आउँछ न्युमेरिकल तिरबाट न्युमेरिकल तर्फबाट आउँछ। त्यो क्वेसनहरू अब मैले अर्को भिडियोमा लिएर आउनेछु। अब हजुरहरूले यति पनि पढ्न सक्नु भएन भने एसीमा साइन्स पास गर्छु भनेर चाहिँ नसोच्नु होला। यति भयो नि, अब राम्रोसँग पढ्नु होला। अब धेरै टाइम छैन, राम्रोसँग पढ्नु होला। हस्, धन्यवाद।